15 मिनेटमा 21 वटा हिमालको हाइट कसरी आयो होला भनेर म आफै नै अचम्म परिरहेको छु के 3 दिन लाएर घोकेको थिएँ के पहिला हैन 3 दिन लाएर साथी र म बसेर 3 दिन लाएर घोकेको त्यो पनि अहिले चाहिँ बिर्सिसके तर यहाँ चाहिँ 21 वटा हिमालको हाइट चाहिँ ठ्याक्कै 15 मिनेटमा अहिले जहाँबाट सोधे नि उल्टे सुल्टे हैन जताबाट सोधे पनि आउँछ के म आफै छक्क परिरहेको छु के त्यसरी पढेको चाहिँ अहिले चाहिँ 15 मिनेटमा 21 वटा हिमालको हाइट कसरी आयो होला भनेर म आफै नै अचम्म परिरहेको छु के एकदमै इफेक्टिभ लाग्यो हैन पहिला चाहिँ मैले एकदम घोकेर पढ्न पर्ने कुरा पनि यो सेमिनारमा आएपछि चाहिँ सजिलै के 15 मिनेटमा धेरै कुरा याद हुने रहेछ के यो टेक्निकबाट चाहिँ अब आफूलाई कोर्स अफ स्टडीमा भएको कुराहरू चाहिँ धेरै कुरा याद भइसक्यो हैन मैले चाहिँ यहाँ मात्रै पढेछु अझ कोठामा गएर अझै रिपिट गर्न अझै नभ्याउँदा पनि मैले धेरै कुरा जानिसकेँ कि यो क्लास त एकदम सानो बोर्डिङ स्कुल पढ्नेदेखि लिएर हैन अफिसरसम्म नै एटेन्ड गर्दा धेरै राम्रो हुन्छ यो क्लासको बारेमा मैले 2 वर्ष अगाडि नै युट्युबहरुमा हेर्ने गरेको थिएँ मलाई एकदमै लिन मन लागेको थियो हैन त्यति बेला चाहिँ अब घरवासी समस्याले गर्दा अनि स्कुल चाहिँ बिदा नहुने कारणले गर्दाखेरि चाहिँ लिन पाइनँ अहिले चाहिँ एकदमै स्कुल पनि बिदा भएको र घरबाट पनि पठाउनु भएको हुनाले म एकदमै खुसी हुँदै आएको हो कि क्लास लिनलाई अरूलाई पनि यो क्लास एकचोटि लिनु होला हैन यहाँबाट पढ्ने तरिका ट्रिक सिकेर जानुभयो भने चाहिँ धेरै राम्रो हुन्छ धेरै अगाडि बढ्न सकिन्छ अब अहिलेको कम्पिटिसन धेरै छ हैन त्यसमा चाहिँ सजिलै सफल हुन सकिन्छ भन्ने चाहन्छु